पोखरा महानगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष देवकृष्ण पराजुलीले पूर्वाधारसँगै शिक्षा, सिप, विकास र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनु भएको छ। उहाँका अनुसार फिर्की पुल नजिक बुढा नीलकण्ठ मन्दिर आसपास लामो समयदेखि अल्पत्र परेको परियोजना स्थानीयको सहमतिमा सम्पन्न गरिएको छ। उक्त क्षेत्रमा सड़क स्तर उन्नति र करिब 40 लाख रुपियाँ लागतमा नाला निर्माण गरिएको हो। साथै आदर्श मार्ग, गोपाल मार्ग र सिद्धार्थ मार्गमा पनि सड़क तथा नाला व्यवस्थापन गरिएको जनाउनुभयो। बजार व्यवस्थापन र व्यवसाय नवीकरण अभियानलाई समेत तीव्रता दिएको अध्यक्षले बताउनुभयो। महानगरले त्यो हटाउनु भनेर भनिरहेको छ। यहाँहरुको माथाबाट त्यहाँ रहेको जति पनि के व्यवस्थित गर्नु पर्यो, व्यवस्थित गर्न सके त्यहाँबाट हटाएर अन्यत्र ठाउँमा बजारको जुन सुन्दरतालाई बिगार्ने गरी कुनै पनि कार्य गर्नु भएन भनेर जुन सूचना पनि गरेका छौँ। सायद उहाँले अब केही समयमा त्यो व्यवस्थित गर्नुलाई नगरेको भन्दा व्यवस्थित गर्न निम्ति त्यहाँ हटाउने कुरा पनि हामीले महानगरसँगै समन्वय गरेर त्यो कुरा चाहिँ काम पनि गर्दैछौँ भने व्यवसाय जति पनि यो 4 नम्बर वडामा पेसा व्यवसाय सञ्चालन गर्नुभएको तर व्यवसाय दर्ता नगरिकन नवीकरण नगरिकन गर्नुभएको व्यक्तिहरू हुनुहुन्छ। अहिले केही समयलाई नवीकरण नगरेर भोलि गएर पसल मानिलिक छोडेर जानु बन्द गर्नुपर्ने, फेरि एकैचोटि धेरै वर्षको राशि त उहाँलाई अत्यन्त झन् अप्ठ्यारो हुन्छ। त्यसले गर्दाखेरि समय समय वार्षिक रूपमा राशि दर्ता गर्नु भनिरहेका छौँ। कतिपय दर्ताको प्रक्रियामा आउनुभएको छ, कति आउनु भएको छैन। उहाँहरूलाई दर्ताको प्रक्रियामा आउनु पनि हामीले आग्रह गरेका छौँ। यस्तै वाडामा खानेपानी विस्तार, पार्क निर्माण, सार्वजनिक स्थल स्तर उन्नति तथा गणेश गुठी भवनमा तला थप गरिएको छ। जेन्जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको वडा कार्यालय भवन पुनर्निर्माण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइएको अध्यक्ष पराजुलीले बताउनुभयो। नवीन माध्यमिक विद्यालयमा सुविधा सम्पन्न हल तथा शौचालय निर्माण गरिएको छ। महिला सशक्तिकरण अन्तर्गत करिब 800 महिलालाई विभिन्न सिपमूलक तालिम प्रदान गरिएको र युवालाई उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। पोखराको पुरानो बजार क्षेत्र वडा नम्बर 4 मा पर्ने उल्लेख गर्दै अध्यक्ष पराजुलीले यमरी महोत्सव, शिवरात्रि भजन प्रतियोगिता र तीज विशेष कार्यक्रम जस्ता सांस्कृतिक गतिविधि नियमित सञ्चालन भइरहेको जनाउनुभयो। पूर्वाधार, शिक्षा, सिप विकास र संस्कृति संरक्षणलाई सन्तुलित ढंगले अघि बढाउँदै वडा नम्बर 4 लाई नमूना वडाका रूपमा विकास गर्ने लक्ष्य लिएको अध्यक्ष पराजुलीको भनाइरहेको छ। काममा धेरै अप्ठ्यारो पर्यो। तपाईँ योभन्दा अघिल्लो हामीसँग वडामा आएका प्राविधिकहरूले कुनै पनि कार्यको एस्टिमेट नगरेको कारणले गर्दा विभिन्न चाहिँ तपाईँले अहिले बल्ल मैले चाहिँ खाल्टाखुल्टी टाल्दैछु। धेरै 2 वर्षसम्म त्यहाँ चाहिँ के अरे विभिन्न ठाउँमा खाल्टा परेका छन् होइन। प्राविधिकले एस्टिमेट गर्दैन, उहाँले एस्टिमेट नगरेपछि मैले गरेर मिलेन। मैले हरेक पटक काम गर्नुहोस्, कर्मचारीलाई खटाउनुहोस्, काम गर्ने मान्छे पठाइदिनुहोस् भन्दा कर्मचारीका केही कर्मचारीको असरका कारणले भएको काम पनि गर्न सकिएन। तपाईँको मिडिया मार्फत म एउटा के आग्रह गर्छु, व्यवसायलाई व्यवस्थित गरौँ होइन। सडक पेटीमा चाहिँ व्यक्तिले राम्रो हिन्डुल गरेर चाहिँ अवसर पाउनुपर्छ होइन। व्यापार पनि गर्न पाउँछ, मान्छेको व्यक्ति हिन्डुल गरेर पनि स्वतन्त्रता पाउनुपर्छ भन्दै गर्दा केही व्यवसायीहरूले मेरा विरुद्ध राजनीतिक चाहिँ प्रतिशोध साँधेर पनि मलाई चाहिँ जोस् मलाई एउटा मैले चाहिँ त्यो फुटपाथ खाली गर्ने क्रममा म माथि त्यो किसिमको चाहिँ अभद्र व्यवहार पनि भयो होइन।